आज एक्कासी घरबाट झोलासोला भिडेर हामी दुईजना कहाँनिर जाँदैछौँ यो सब बताउने छु आजको मेरो यो मिनी ब्लगमा। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। आए हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै धेरै सन्चै छु। अनि आज चाहिँ हामी दुईजना चाहिँ कहाँनिर जान लाग्यो यो त बताउने नै छु। सो त्योभन्दा पहिला चाहिँ अनि मेरो भ्लगहरू चाहिँ किन ग्याप भइरहेको हो भन्दाखेरि चाहिँ मलाई पनि अब आजभोलि मेरो पनि टाइम थिएन। सो टाइमहरू निकाल्न पाइरहेको थिएन भ्लगको लागि। अनि त्यस्तो काम त केही थिएन मेरो। सो यस्तो कन्टेन्टहरू पनि राम्रो भेटाइरहेको थिएन। अनि आज चाहिँ मैले टक्क कन्टेन्ट बनाउने चान्स पनि पाएको थिएँ। अनि बाटोतिर यसो के हुन्छ भनेर बनाउनु पर्ला भनेर यसो भिडियो क्यामेरा तेर्साइदिइहालेको। साथीले नि भ्लग बनाउन त भन्यो, त्यसपछि भ्लग बनाउनु लाग्यो। अनि यो चाहिँ हाम्रो मनोकामना। अनि मनोकामना भन्दा अलिकति उता पुगेको त खड्का त पुरा निदाइदिइसक्यो है। निदाइदिएको त यस्तो क्यामेरा तेर्साइदिएको त जुरुक्क उड्दिएको। म चाहिँ लाग्यो नि सुसु च्यापेर सुसु गर्नुतिर खड्कालाई भ्लग बनाउनु दिएको। के भन्यो हेरौँ है त उसले के भन्यो। हामीले गजुरी हो जाने खास चाहिँ अब हाम्रो गेम चाहिँ भोलि 2:30 बजे छ होइन। अब तपाईँले सपोर्ट माया देखाइदिनु होला है दिनको लागि। सो अनि पछि खड्कालाई मोबाइल दिएर यसो भ्लग बनाउनु दिएको त खड्काले के भन्यो मलाई थाहा नै भएन। त्यसपछि मलाई चाहिँ एकदम भोक लागेको थियो अनि पानी तिर्खान लागेको थियो। म चाहिँ लागि पानी सानी किन्नको लागि। अनि पानी किन्न गएको आन्टीले पानी सानी दियो, पैसा दिएँ। अनि महँगो रहेछ, बिस्कुटलाई 30 रुपियाँ अरे पानीलाई 40 रुपियाँ हो कि कति रुपियाँ भन्यो। त्यसपछि लाग्यो आफ्नो माइक्रोतिर। अनि त्यसपछि हामी चाहिँ किन कहाँनिर जानु लाग्यो भन्दाखेरि चाहिँ हामी चाहिँ गेम खेल्न जानु लाग्यो हो। सो धादिङ आएको थियौँ हामी गेम खेल्नुको लागि। लेट्स चाहिँ अब त्यहाँ धादिङमा के हुन्छ गेम चाहिँ त्यो बताउने नै छु। अनि अबको आउने दिनहरूमा चाहिँ भ्लगहरू रेगुलर हुन्छ। अनि बसी यताउति यसो बोर लाएर यसो क्यामेरा तेर्साइदिएको त खड्का त पुरा त्यहाँ सुड्डोसँग पुरा मिठो गफ हानेर है। त्यसपछि फाइनली हामी चाहिँ पुग्यो, हामी धादिङ पुग्यो। अनि लेट्स चाहिँ अब हामीलाई लिन आउनु चाहिँ को आउँछ भनेर यसो कुरिरहेको छौँ हामी। खड्काले पनि कुरा गरिरहेको छ है त। अब यहाँ अब हामी झरिसक्यौँ, लिन आउँदैन यहाँनिर अब अब के हुन्छ लिन आयो भने आएन भने अब त्यही एकैछिन पछि चाहिँ हामीलाई चाहिँ अनि हाम्रो खड्काको साथीले चाहिँ लिनु आइसक्यो। अनि लिनु चाहिँ केमा आयो भन्दाखेरि चाहिँ हामीहरू देख्न सक्नुहुन्छ हाम्रो एउटा टिप्पर स्पेसल, फेरि खड्काले उता थाइल्यान्डबाट मगाएको टिप्परमा। अनि हामी सबैजना भित्र घुसिसक्यौँ। अनि सो त्यही हो, अब हामी जानुपर्ने हुन्छ हाम्रो गन्तव्यतिर। त्योभन्दा पहिला चाहिँ हामी पेट पूजा गर्नुको लागि लाग्यौँ होटेलतिर। यो चाहिँ हाम्रो धादिङको भ्यू, नाइस रहेछ ठाउँ चाहिँ। सो एकैछिन पछि भाइहरूलाई पनि यस्तो कुराकानी गरेँ त्यहाँको भाइहरूसँग। आजङ घाट ल ठिक छ, ल बाई भनिदेऊ न, बाई भनिदेऊ न। सो एकैछिन पछि हाम्रो खाजासाजा पनि आयो। अनि पछि एकैछिन हामीले चाहिँ मोमोसम्म खाएर पनि भ्याइदिइसक्यौँ। त्यसपछि लाग्यौँ हामी हाम्रो गन्तव्यतिर, हाम्रो गाउँतिर। हाम्रो गाउँको नाम चाहिँ के रे खड्का, गजुरी गाउँपालिका। लेट्स चाहिँ अब त्यहाँनिर पुगेपछि हामी देखाउने नै छौँ भोलिको गेम के कस्तो हुन्छ। आजलाई चाहिँ त्यस्तो खतरा भ्लग चाहिँ बनाउनु पाएन होला। लेट्स चाहिँ भोलि चाहिँ के हुन्छ त्यो देखाउने नै छु। आजलाई चाहिँ यति नै भन्नु चाहन्छु। अनि बाटोमा चाहिँ आज चाहिँ रमाइलो भयो जे होस्। लेट्स चाहिँ अब भोलिको भ्लगमा भेटौँला। आजलाई चाहिँ यति नै, बाई।